यो चाहिँ हाम्रो दसैँको टिका प्रिपरेसन। टिका पनि रातो भएन, यस्तै हो। दसैँको सेलरोटी बनाएको मैले होइन, दिदीले। मेरो चाहिँ यहाँ पुडी पाक्दैछ अनि दिदीको चाहिँ यहाँ सेलरोटी उता पाकिसकेको छ। अनि दिदी इट हेज टु बी लाइक दिस। म चाहिँ फेरि पुरै जान्ने यस्तो के सेलरोटी बनाउनु आउँदैन। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ दसैँको गेट रेडी गरिरहेको छु अनि आशा छ सबैजना सन्चै हुनुहुन्छ होला भनेर। अनि तपाईँहरूले मेरो दसैँ ब्लग हेरेर इन्जोय गर्नुहोस्। मैले के गरेँ दसैँमा। मेकअप गर्नु थालेको नार्सको यो फाउन्डेसन। आइस्याडो अनि गाजर लगाइसकेको। अब यो मास्कारा लाउँदैछु। अहिले चाहिँ म लिप लाइनर लाउँदैछु। डियरको लिपस्टिक, माई फेभरेट डियर लिपस्टिक। अलिकति ब्लस हाइलाइट लाउँछु। फाइनली आई एम रेडी गाइज। अहिले चाहिँ म स्मृति बहिनीकोमा जाँदैछु टिका लगाइदिनुको लागि मोनिकालाई, स्मृतिलाई। के घर बहिनी त छ त बोलाइरहेछ। जानुपर्छ। खै मोनिका आयो? हेलो मोनिका, ह्याप्पी दसैँ। के गर्दै हो? रोटी पोल्दैछौ? मेरो रोटी पुरी दसैँको बनाएर पुरा बनाउँदैछु। अरे पाको पाको रोटी। अब पुरी बनाउँदैछु। यता बहिनीले पुरी पाकिसक्यो रोटी। म चाहिँ स्मृति बहिनीकोमा आइरहेको छु।
चाहिँ हामी टिका लाउनु आँटेको छौँ। ल हामी चाहिँ अब टिका लाउने कार्यक्रम छिटो अलिकति चाहिन्थ्यो। यो टिका जस्तो गर्नु ल नव दुर्गा भवानीले रक्षा गरून्। माता दुर्गाले दिदी चिनी टाँसिन्छ हेर्नु त रक्षा गरून्। टाँस्यो पर्दैन। ल मेरो बहिनीहरू बस्नु। लु कस्तो खुसी लागेको टिका लाउनु। एकछिन मेरो यो तपाईँ पनि आउनुपर्छ नि त पुरा त अनि कहाँ आयो। दिदी मैले अर्काकोबाट दुर्गा भगवानको रक्षा गरून्। 2082 को टिका गिलो भएछ अनि टाँसिँदैन अनि गिलो भयो के दही धेरै भएछ। अनि के अरे हेल्दी हुनु, धेरै कमाउनु, सम्पत्ति कमाउनु। मेरो लागि अनि के अरे कतिको नानी त एउटा नि अब एउटा छोरी होस्। अस्ति छोरा भएको छ अब मेरो अस्ति कहाँ छोरा 12 साल भइसक्यो 10-12 साल ए राख्नु त अब चाहिँ छोरी होस् अनि राम्रो होस् आयु पुरा होस्। ल मेरो आशीर्वाद खुसी लागेको है। दक्षिणा चाहिँ धेर छैन। मनिका लाइदिनु हो त्यसको मनिका लाइदिनु न हामी दुईजनालाई लाउनु पर्छ। दुईजनालाई लाइदिनु। यो चाहिँ मेरो यो फुल हो। अहिले पछि जमारा अब राख्यौँ न हामीले यसपालि। अर्को साल चाहिँ म जान्छु। आउनु न फेरि हैन दुईजना आउनु मलाई पनि दिनु गर्छ के यो अलिक गिलो भएछ पानी हेर्नु गर्नु हाम्रो टिका झर्यो। ल मनिका 2082 सालको टिका बडा दसैँ अनि दुर्गा भवानीले रक्षा गरून् अनि चिताको कुराहरू सबै पुरोस् अनि छिट्टै तिम्रो पनि एउटा भुकुले छोरा होस्। पहिलो छोरै होस्। ट्विन्समा पनि छोरै होस् पहिले चाहिँ अनि अर्को दान चाहिँ छोरी होस्। अर्को दान लागिहालोस् अनि हेल्दी हुनु है, स्वास्थ्य हुनु मेन कुरो। अनि धेरै सम्पत्ति कमाउनु के भन्नु मजाले बस्नु ह्याप्पी भएर जहीँसम्म। ल मेरो आशीर्वाद मसिना चाहिँ धेरै छैन अब चाहिँ मोनिकाको पालो। कानमा खै कसको टिका फुल दिनु न मैले लिएको अघि यहाँ छ त यस्तै हुन्छ लगाइदिनु। लु म चाहिँ अब कसो गर्नु टिका तपाईँ आफै लगाउनु हामी लाउनुहुन्न भन्छ नि आयो गर्छ भन्छ ठुलो मान्छे। ल के गर्नु काटिदिनु दियो एकछिन म आफै लगाउनु पर्ने। कस्तो तपाईँ आफै लाउनु त एकपल्ट अनि म भन्छु। मेरो दिदी अझै भर्ती पैसा एकदम उठाएर बोक्नु नसक्ने गरी कमाएर लानुहोस्, स्वस्थ बस्नुहोस्, राम्रो बस्नुहोस्, हामीलाई मिठो मिठो खिलाउनुहोस् होइन, राम्रोसँगले हेल्दी होस्, बिमार हजार केही पनि नहोस्। लु ल 2082 को 2025 हौ होइन 2025 को नेपालको चाहिँ 82। ए ल अब हामी चाहिँ खाने क्रम छ तर मलाई देखाउनु न कस्तो लाग्यो तिमीलाई टिका लाएर? कति सालपछि दिदीको हातबाट दिदीको टिका अब साली नै लाउनु पाऊँ तपाईँ नजानु न त घर मनिका साली नै लाउनु पाऊँ दिदीको हातबाट भन्नु हो नि। कस्तो लाग्यो बहिनी? लाग्यो दिदी धेरै ल यो चाहिँ मेरो ब्लग हो। चियर्स चियर्स आउनु त चियर्स भयो। उता दिनु त मलाई स्पुन
सानो त उता सानो छोर्छ भयो चियर्स 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 मेरो भ्लगमा ह्याप्पी दसैँ ह्याप्पी दसैँ अझै खाने क्रम हुँदैछ खानेको Thanks for watching my video, my blog, guys. This is my house. I live here, and Dasaiko. So many happy Dasai. Like and comment, subscribe, please. Bye.